बबिते चिया दिने होइन राज आफै चिया खाम न आफै पाउन गरी कस्तो चिया खाउने 3 खाइ भइसक्यो कि यो पानी खाको 3 खाइ अब अर्का नगर्दा 4 खाइ हुन्छ तिमीलाई सब थाहा छ हाम्रो घर कहाँ कहाँ के छ भन्ने कुरा तिमीलाई चिया पकाएर दिनुपर्छ र पर्छ नि त नि फेरि अर्का घर खाइस् तैले धेरै हेर त मलाई यति देख भन्दै फेरि जाँगन साँगन खाने बेला आँगर भन्थे हेर त्यस्तै चिया र यो खामला भनेको झन् त्यो त भातसँग खाने हो भात त खाना दे पो खानी हो त नि अलि निकाले भइसकेको छन् फ्रिजमा राखेको जहिले भातसँग खाने हो मैले हिजो बेलुका लिएर सिराकमा राखेकी खोली पनि भइसकेछ खोलेर एउटा चाहिँ खाएको राति भोक लाग्यो त्यत्रो खाँदै थिएँ राति पनि खाँदैन भोक लाग्यो नि त अनि मलाई त्यही भएर यो चिया खाने अर्का घर त देखि चाहिँ लाग्लै हुन्छ भोक भोक पनि लाग्छ पानी खासमीको पानी त प्यास लाग्यो खाँदै हुन्छौँ के भो अझ दिएन के अरे चोप्ने यति कपमा टिकुली जस्तो कपमा त्यो त राति भर नदिएको पो त नि त्यस्तो विधि मात्र लाग्छ तिमीलाई भोक आफ्नो घर चाहिँ डाइटिङ हुन्छ हाम्रो घर आएछ भने भोक लाग्छ अनेक थरी खान पर्छ हिँड हाम्रो घर दिन्छु त्यसो भए लिएर आऊ न कहिले कहिले पकाएर त भोलि हाम्रो घर आऊ भोलि मेरो फेरि लिन आऊ भनेर बोलाउने होइन नि आउँदिन आफै आऊ पैसा खर्च गरेर हामी त तेल खर्च गरेर आउँछौँ है के खर्च हुन्छ र तिम्रो आउन तेल जाब त्यति लाग्ने जति लाए पनि अनि जब एउटा चिया पनि दिन नसक्ने के त नि अनि शुक्रबारदेखि आइतबार सोमबार बिहानसम्म हाम्रो घर हुन्छ खर्च के कुरामा हुन्छ र तिम्रो आफ्नो घर त मेरो गाडी त्यतिकै गुड्छ त्यो त आफ्नो बिल त्यतिकै तिरिन्छ खाना त मेरै घरमा खानु त अनि खाए पनि चिकन ल्याएको नि त 600 हालेर हेर 1 महिना ल्याएको अब जिन्दगी भर भन्छ अर्को महिना खानु हाम्रो यस्तो 3 खाइसम्म त 3 खाइसम्म पानी खान दिएर चिया खान दिनौँ टिकुली कपमा दिने छिटो ल्याऊ के चिया ल्याऊ 10 भइसक्यो यार भोक लाएर यहाँ चिया खान नपाएर हात यस्तो काम्न थाल्यो नि यहाँ 10 भइसक्यो पकाएर लिएर आज म तिम्रो हातले पकाएर खान्छु म त खाँदिनँ कि पकाएर खानुपर्छ नि त बरु म त त्यहाँ गएर किनेर ल्याउँछु कि जाउँ त नि पैसा भएको मान्छेले 100 रुपियाँमा मेरो पछि लिएर आएर खामला भनेर खान बिल्कुल खान तिमीले 100 रुपियाँको हामीले 300 रुपियाँको दुध खान्छ यहाँ पर्दैन छिटो ल्याऊ कि जाऊ आफ्नो पैसा खर्च हुन्छ भनेर शुक्रबारदेखि यहाँ आएर बस्छ न अनि पैसा हुन्छ अरे किनेर खान्छ तिमीले किनेर खाने के थाहा बाँडी हुन् कि त्यहाँ तिमीले त सेललाई पनि किनेर नखाए पनि कसले पाल्ने त नि मलाई अहिलेसम्म अनि शुक्रबारदेखि सोमबार बिहान हाम्रो घर हुन्छ अरू जापानिज बुढोले किन्नु त भने नसी हुन्छ भाइ बजेहरूले त माया गरिदिएका तिम्रो त 1 मनमा खर्च टर्छ अरे त अनि महिनाको 5000 लाउन मलाई त्यसो भन्नु पर्थ्यो मलाई मेरो जापान सरकारले मलाई त्यतिकै पाले हो के काने हो त बुढाबुढीले कमाएको के गर्ने तिमीले तिमीले पाले तिमी यहाँ काम गर्दैन काम गर्ने टिप्स दिन्छु अनि त्यो गर्छु म त काम गर्न त सक्दिनँ म त भएर आउँदिनँ बोल्दै थिएँ क्या रङ है तिम्रो जिन्दगी पनि यार अचम्म परिहाल्छ झन् म भएर पालेको छु अरूले भइदिए निकाल्थे चिया चाहिँ ल्याऊ खाएर म चाहिँ भइहाल्छु के यो 4 खाइ पटकमा चिया नल्याऊ